ल राम्रोसँग जानु बाई बाई एन्चक हैन प्याकिङ पनि कस्तो ठाउँमा आएर गयो अल्छी लाग्यो एक्लै त म पनि कहाँ हिँड्छु र फिलिङ कस्तो 3 दिनको दिनमा चाहिँ आज चाहिँ बिचरा मरिरहेको छ हिजो रातिसम्म त ठिकै थियो भिडियो प्रुफ छ है Our hearts beat to the city streets. We began to feel the fire. हेलो गाइज गुड मर्निङ नमस्ते दिस लीला गुरुङ सधैँ चाहिँ हजुरहरूलाई मेरो लिल जियाजी ब्लगमा स्वागत छ सो गाइज सधैँ चाहिँ म चाहिँ आज पनि मेरो ब्लगलाई लिएर चाहिँ उपस्थित भइसकेको छु मेरो किचनबाट हैन म चाहिँ यहाँनिर हैन खाना बनाउँदैछु यहाँ चाहिँ रहेको छ सिमरायो गाइज हैन यो चाहिँ हाम्रो दिलु दिदीले हिजो नेपालबाट ल्याउनु भएको थियो त्यही दिनुभएको थियो नि त त्यही पकाउन आँट्दैछु म चाहिँ मेरो ठुलो छोरा नेपाल जाँदैछ सधैँको लागि हैन अनि दिदी आउनु भएको छ नि त जेठानी छोरा लिनलाई अनि उहाँहरू चाहिँ जानु हुँदैछ त्यो भएर बिहान 8 बजे म चाहिँ फटाफट यहाँ खानाहरू बनाउँदैछु म चाहिँ साग चुई बनाएर छिटो छिटो मिठो मिठो खुवाएर बिदा गर्नुपर्ने हुनेछ आजदेखि चाहिँ अब मेरो जेठा छोरा पनि नेपालवासी हुँदैछ भारतवासीबाट सो उतै स्कुल उतै जोइन गर्दैछ नि त गाइस मेरो यहाँ जेठा छोरा चाहिँ जान आँटेको छ प्याकिङ पनि कस्तो ठाउँमा आएर बाटोमा ल्याएर प्याकिङ गर्दैछ ओइ कहाँ हुन्छ यत्रो भुके अनि के 2-2वटा लानु त फेरि ल यहाँ छोराको प्याकिङ हुँदैछ अब हामी चाहिँ खाना खान आँटेको ल गाइजहरू मेरो जेठानी हिजो आउनु भएको होइन छोरा लिनको लागि यहाँ छोरा चाहिँ जुत्ता लगाउँदैछ अब जान आँट्नु भएको राम्रोसँग जानु छोरा पनि सधैँको लागि उतै पढ्न जाँदैछ बिदा गर्न हामी चाहिँ यहीँ पुरा बिदा गर्नलाई रेडी छोरा निस्क्यो लागेको हामी चाहिँ यहाँ पुर्याउनलाई उता हाइवेमा दादा पुर्याउन हिँडेको हिलोमा नटेकै अरे त्यो बोतलहरू हो के ए लम्बु पनि जाँदैछ भारतवासीबाट अब नेपालवासी हुन फिलिङ कस्तो चुप लाग कस्तो कराएको फेरि कुकुरलाई पो कराउँछ यहाँबाट फिलिङ कस्तो लौ लौ आइपुग्यो हामी हाइवेतिर ल गाइस बाई बाई गाडी पायो नेपालको यसैमा जान्छन् हाम्रो मान्छेहरू हजुर नेपाल कुन ठाउँ जाने काकाबाटै हो कि परै हो कि भनेर नि ल राम्रोसँग जानु बाई 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 छोरा चोरे चोरे भन्नु अरे क्या यहाँबाट पनि भिडियो प्रुफ छ है यो चाहिँ एन्चाक अरे क्या मणिपुरको फेभरेट यो अचार खाने के भन्छ यसलाई अचार खान्छ नि इरुम्बा खाने हाम्रो जमुना दिदीको रुख हो यो चाहिँ आमा कस्तो देखिँदो रहेछ है सुक्खा हुँदा त पत्तै छैन अनि अब नयाँ पत्ता यस्तो दामी आउँछ है म चाहिँ छोरालाई बिदा गरेर होइन अनि यसो यहाँ गाउँ समाजको अलिकति काम थियो त्यतातिर निस्केको यहाँ हाम्रो गनिल्दाको घरमा जमुना दिदीको एन्चाकको बोटमा यहाँ पुरा फल फलेको रहेछ होइन पारा आउँदैन यस्तो खाना हामीलाई यस्ताको अलिक पारा आएन यस्तो हुन्छ ए एन्चाक हो कि यान्चाक हो एन्चाक होइन कस्तो दामी झुप्पा त्यो सिरिसको उयो जस्तो हुँदो रहेछ नि यो के अरे कोसा जस्तै लु अब कति बेला जाने बटुवारा लाएर बटुवारा लाउने यसको ल ल ल जमुना दिदीलाई अब रुखको मालिक नि जमुना दिदी हो जमुना दिदीलाई दिएन भने त फेरि मार्नुहुन्छ होला नि त गाइज म चाहिँ हिँडेको यहाँ दिदीको घर होइन यता दिलु दिदीकोतिर जानु भनेको थियो अल्छी लाग्यो एक्लै त म पनि कहाँ हिँड्छु र
फूल फूल में बनी तेरी तस्वीर। यो फुलको अब हाँगा चोरेर लाने हो गाइज। यो कलरको मेरोमा पनि छैन। यो ओरेन्ज ओरेन्ज खालको येल्लो कस्तो कलर हो यो। यो फुल लान्छु अब म के। यति बेला सारेको फुल जाग्दो रहेछ नि त। कुन चाहिँ हाँगा चोरौँ हौ यहाँबाट। मजाले उम्रेको रहेछ पुटुटुटुटु भएर। यी मोटो मोटो हाँगा पनि मजाले मुनाहरू पलाएछ हौ। यो हाँगा चोर्छु म। चोर्यो भने जोगाउनु सक्छु कि सक्दिनँ। कुन चाहिँ चोरौँ म। चोर्दा पनि साह्रै सोच्नुपर्ने के साह्रो यो। चोर्नु पनि सोच्नुपर्छ र होइन। ठुलै हाँगा पाक्क भाँचेर लाँदा नि त हुन्थ्यो। यो अम्बकको बोटमा कतिवटा अम्बक फलेको होला भनेर अस्तिदेखि गनिरहेको छु। यो एउटा बाइक केही देख्दिनँ म यहाँ। नामो निशान छैन। कोपिला त छ थुप्रै। यहाँ लाग्दैछ होइन अम्बकको दानाहरू थुप्रो लाग्दैछ लाग्नु त। यहाँनिर सुपारीको मुना। हामी चाहिँ हो दिदीकोमा जाउँ भनेको कि एक्लै अल्छी लागेर म साथी पर्खेर बसेको। यसलाई पो तरुल भनेको। म त अर्को घर तरुल पो भनेको। यो पनि तरुलै हो। यो चाहिँ गाउँदेखि जेठानीले ल्याइदिनु भएको अरे ल हाम्रो दिदीको। सो गाइज हजुरहरूलाई थाहा छँदैछ कि आज चाहिँ मेरो ठुलो छोरा नेपाल गयो पर्मानेन्ट। उतै पढ्छ अब चाहिँ होइन। यहाँ चाहिँ अब आर्मी स्कुलमा पढ्दै थियो नि त। अनि आजबाट चाहिँ अस्ति एक्जाम चाहिँ अस्ति सकिएको। सो अनि आजबाट चाहिँ नेपाल गएको छ। सो अनि गाइज आज चाहिँ मेरो भिडियोहरू यस्तै भयो। समाजको हल्का मिटिङ थियो अनि यताउता जानु परेको थियो। सो अनि धेरै मैले भिडियो चाहिँ बनाउन पाइनँ। र अब मेरो ठुलो छोरा पनि नेपाल गएको छ। उसको पनि एकदमै राम्रो पढाइ राम्रो होस् सफलताले एकदमै शिखर चुमोस् मेरो ठुलो छोराको भन्दै। अनि मामु छोरा चाहिँ यहाँ खाना खाएर बसेको होइन। डिनर भइसक्यो हाम्रो चाहिँ। अस्ति चाहिँ मैले यहाँनिर एउटा कागले चाहिँ होइन ढुकुरको बच्चा थियो। उसलाई चाहिँ मार्न आँटेको थियो कि अनि पुरा घायल बनाएको थियो नि त। अनि त्यो बच्चालाई चाहिँ मैले अस्तिदेखि यहाँ घरमा ल्याएर रेस्क्यु गरेको थिएँ। रेस्क्यु चाहिँ मैले अस्ति गरेको होइन। अनि 3 दिन भयो। 3 दिनको दिनमा चाहिँ आज चाहिँ बिचरा मरिरहेको रहेछ। हिजो रातिसम्म त ठिकै थियो। खानासानाहरू दिएर पानीहरू दिएर राखेको थिएँ नि त मैले यहाँ चाउचाउको कार्टुनमा। मेरो छोराले चाहिँ त्यो बच्चालाई चाहिँ दफनाइदिएको अरे कि पुरा खाल्डो खन्यो अरे होइन। सो आजको लागि चाहिँ मेरो भिडियोलाई म यहीँनिर एन्ड गर्न चाहन्छु। हजुरहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा बताइदिनु होला। साथै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ। बाई गाइज। Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings.